सम्पूर्ण मेरो फेसबुक पेजमा रहनुभएको साथीहरूलाई सन्ध्याकाली नमस्कार। आज म एउटा मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने सेखुवा सखेवा सडक खण्डको बारेमा कुरा गर्न गइरहेको छु। यो जम्माजम्मी सेखुवादेखि चखेसम्मको दूरी 10 किलोमिटर रहेको छ र लामो समयबाट यहाँ हामीलाई आवाजात गर्नको लागि अत्यन्तै कालोपत्री नभएको कारणले गर्दाखेरि विन्टर सिजनभन्दा पनि समर सिजनमा अत्यन्तै अप्ठ्यारो र दुःखदायी यात्रा गर्नु परेको छ। यो कुराहरूलाई त हामी आफैले पनि भोगिरहेका छौँ र विभिन्न सोसियल मिडिया मार्फत पनि देख्नुभएको होला सबैजनाले। र प्रसङ्ग यो 10 किलोमिटर सडक कालोपत्री गर्ने सम्बन्धमा 2075 साल फागुन 30 गते सुसम्पन्न गर्ने गरी भारतीय कन्स्ट्रक्सन कम्पनी मैनाचुली सिद्धि साई जेबी कम्पनीलाई दिएको थियो र यो कम्पनीसँग सम्झौता गरिएको 2072 साल चैत 2 गते सम्झौता गरिएको थियो। तापनि यो कम्पनीले विभिन्न कारणले या यसको ढिलासुस्तीको कारणले आफ्नो जिम्मेवारी पुरा नगरेको कारणले गर्दाखेरि नेपाल सरकारले फेरि पनि यसलाई 2081 साल जेठ 14 गते ठेक्का तोडिएको थियो र यही ठेक्का तोडिएको निर्णय विरुद्धमा निर्माण कम्पनी अदालतसम्म पुगेको अवस्था छ र अहिले पनि नेपाल सरकार र निर्माण कम्पनी सम्बन्धी रहेको यो मुद्दा अदालतमै विचाराधीनमा रहेको छ। यति लामो समयसम्म पनि यो मुद्दाको किनार लाग्न सकेको छैन, फैसला हुन सकेको छैन। त्यस कारणले गर्दाखेरि यहाँ नेपाल सरकारले अर्को नयाँ ठेक्का लगाउन पनि सम्भव भएको छैन र त्यो कुरा पुरानो ठेक्का पनि तोडिएको छैन। त्यसले गर्दाखेरि अहिलेसम्म पनि हामीले विभिन्न दुःख शास्ति खेपिरहेका छौँ। यो बाटोमा अझै हिजोआजको मौसममा त हामीले देखिरहेका छौँ सोसियल मिडियामा र भोगिरहेका छौँ। अत्यन्तै दुःखपूर्ण रूपले हामीले यहाँ यात्रा गर्नु परेको छ र एउटा दुःखका साथ भन्नुपर्छ, गत 5-6 वर्षमा धेरै कुराहरू भएका छन् र नेपालका पनि विभिन्न योभन्दा पनि अझ दूरदराज कुना कन्दर्पका गाउँमा कालोपत्री भइसकेको छ भने हाम्रो यो 10 किलोमिटर क्षेत्र 10 किलोमिटर सडक खण्ड सेखुवादेखि चखेसम्मको बाटो कालोपत्री नहुनुमा अति नै दुःखदायी, अति नै दुःखको कुरा हो र हामी यहाँका बासिन्दाहरूले भनौँ या त यो बाटो हुँदै यात्रा गर्ने यात्रीहरूले धेरै दुःख शास्ति खेप्नु परेको छ। यो एक हिसाबले हेर्दाखेरि मध्य पहाडी लोकमार्ग अन्तर्गतको अत्यन्तै व्यस्त सडक खण्ड हो, किनभने यो बाटो काठमाडौँदेखि दिक्तेल हुँदै दिक्तेल चखेवा भोजपुर हुँदै धरान हुँदै पुग्ने, धरान धनकुटा पुग्ने बाटो हो। त्यसले गर्दाखेरि यो बाटो चाँडै नै सम्पन्न होस् भन्ने चाहन्छु र एउटा मेरो यहाँका प्रतिनिधिहरूलाई के अनुरोध छ भने यहाँ प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू, हामी सम्पूर्णलाई मेरो के अनुरोध भने यो मुद्दालाई चाँडोभन्दा चाँडो किनार लगाएर के कारणले किन यसरी ढिलासुस्ती भइरहेको छ, फैसला हुन सकेको छैन र के कसरी हुन्छ यसलाई चाहिँ चाँडोभन्दा चाँडो किनार लगाएर यसको सोलुसन खोज्नु पर्यो। नयाँ ठेक्का लगाएर हुन्छ या त पुरानै कम्पनीसँग सम्झौता गरेर हुन्छ या के कस्तो फैसला गरेर हुन्छ। यसरी ढिलो गर्नु भएन। अत्यन्तै दुःख खेपिरहेको अवस्था छ। गत 10-15 वर्षदेखि सुरु गरिएको आवाजात सुरु गरेको बाटो अहिलेसम्म पनि पिच हुन नसक्दाखेरि यो 10 किलोमिटर बाटो नहुँदा अत्यन्तै दुःखको कुरा हो। सबै ठाउँतिर गाउँ सबै कुनामा पिच कालोपत्री भइसकेको छ। यही चखिया र चखियादेखि सेखुवासम्मको 10 किलोमिटर मात्रै हुन सकेको छैन। त्यसैले सम्पूर्ण यस क्षेत्रमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूलाई मेरो हार्दिक अनुरोध छ, यसको बारेमा चासो दिनुहोला, चासो गरेर कुन त यसको सोलुसन खोज्नुहोला। चाँडोभन्दा चाँडो यो बाटो कालोपत्री भएको हेर्न पाऊँ र सबैले एकदम आरामदायी सजिलो तरिकाले 12 महिना नै यात्रा गर्न सकौँ भन्ने अनुरोध गर्दछु। धन्यवाद।